बट प्लेन पाथ सँगसँगै उनीहरू प्रिमोक साइडमा आएको थियो। यता एलओजी का प्लेयर आए के 1v1 भन्नु यो त अगाडि साथी के थियो नम्बर छ भनेपछि पोसिबल जे पनि हुन सक्छ यहाँ भन्ने कुरा थाहा छ। VNRC का प्लेयरले यसो सर्ट दिनको लागि हायर ग्राउन्डको एडभान्टेज लिन खोजेका रहेछन्। ब्रिजमाथि चढेको प्लेयरसँग भिजन भने चाहिँ रहने भयो। XMPL सर्ट खाने भए त्यो प्लेयरले ओके थोरै बेरको लागि ओजेल त उनी भएका छन्। अब NRC को प्लेयर मिनी जो माथि चढेका छन् उनले यो पोजिसनबाट त नक निकाल्न ढुक्कै सक्छन्, वी नो द्याट। बट उनको पोजिसनको बारेमा आइडिया अलरेडी भइसकेको रहेछ। अनि आइसकिएको थियो मिनी 14 सर्ट लगाइयो, दोस्रो कनेक्सन आउँथ्यो भने त्यो नक फेस गर्नुपर्ने अवस्थामा पुग्ने थिए मिनी, तर बचे। अब DRS लाई आइर्किएर DRS ले उल्टै त्यो प्लेयरलाई पनि डाउन निकालिदिए। अनि यो गाडी लिएर नजिकै आएर के गर्नु हेरौँ त, फ्र्याग बोक्नु न बोक्नु छ। अगाडि प्लेयरले गाडी लिएर घुमाउँदैछन्, अरू कुनै गाडी हुन्थ्यो नि सर्ट दिने कोसिस गरिन्थ्यो। अब यहाँ सर्ट दिएर फाइदा छैन, थाहा छ बाहिर निस्कियो भने कुचाइ मार्लान् भन्ने डर। त्यो भइसकेपछि फ्र्यागहरू चुपचाप बस्छु म भनेर बसेका छन्। RC32 लाई यति कुरा विश्वास दिलाउनु पर्ने हुन्छ कि कम्पाउन्डमा कोही पनि छैन भनेर उत्रिएको भने त्यो प्लेयरलाई फिनिस गर्नुपर्छ भन्ने तरिकाले सोचिने थियो। बट फ्र्यागलाई स्पट गरियो फाइनल्ली। निन्जा जाने कोसिस गर्दैछन्, एक्लै जान त उनी चाहे, कभरमा बसेर प्लेयरले सर्ट दिन सक्ने चान्सेस आइरहेको छ। डाउन निकालियो T2K प्लेयर नक फेस गरिएको छ। ठुरुलभ इन्स्ट्यान्टली ट्रेड गरिदिए, पिको पिकलाई डाउन निकालिएको छ। रिक जो नक थियो त्यो प्लेयरलाई बचाउनको लागि स्मोकको क्लाउड बनाइएको छ। प्लेयर बचाउने त्यो रेस्पोन्सिबिलिटिज निभाउँदैछ AST को टिम। DRS ले पनि प्रेसर एक्स्ट्रा दिएको भन्ने चाहिँ होइन। अहिलेलाई हेर्ने हो भने अब 15-20 सेकेन्ड भित्रमा जोन स्ट्रेकिङ सुरु हुन्छ। जोन बाहिर यदि लड्नु पर्यो भने गाह्रो पर्ने हो। DRS ले ब्रिज साइड एरियालाई यदि समात्छ भने उनीहरूसँग जोनको पोर्सन केही कन्ट्रोलमा भने चाहिँ रहनेछ। ट्रिक्स गाडी घुमाउँदै थिए, DRS का एउटा प्लेयर एक्स्ट्रा फ्ल्याङ्कको साथमा यो साइडमा आएका थिए। त्यो प्लेयर यहाँबाट फर्किएर अगाडि जान बाध्य हुनेछन् भने T2K भर्सेस QM को बीचको ब्याटल इलोंगेट हुँदैछ, अगाडि बढ्दैछ। इग्नियसलाई पनि त्यहाँ डाउन निकालिएर T2K को लागि अब दुईटा प्लेयरमा कहानी बनाइएको छ। T2K गाह्रो पर्न सक्छ उनीहरूलाई पनि, बट AST को अगेन्स्टमा चाहिँ एकपछि अर्को गर्दै उनीहरू डाउन निकाल्न जुन तरिकाको जाल बिछाउँदैछन् DRS को टिमले, त्यो बीचमा प्लेयरहरूलाई नक अनि फिनिस गर्न भने चाहिँ भ्याइँदैछ। रिग उनी पनि स्पटेड रहेका थिए, रिगलाई डेल्टाले डाउन निकालिदिनेछन्। AST लाई यो सिचुएसनबाट आफूलाई अगाडि लैजान अलि हाम्मे नै परिराखेको छ। एक प्लेयरले त गाडी लिएर अलि अगाडि नै बढ्न खोजे कि जस्तो म देख्दैछु, या उनी ब्रिजको मुनि साइडतिर मेबी पुगिसकेका छन् नै। AST को लागि त्यो स्प्लिटको यो सिचुएसनमा यदि कसैले नक फेस गर्छन् भने बचाउने चान्सेस रहने छैन। हुन त उनीहरूको प्रायोरिटी अब जोनमा बचेको प्लेयर जाओस् भन्ने तरिकाले सोचिएको छ। ग्यान्टे भएको स्पटमा एक प्लेयर पुगेका थिए, ग्यान्टे उनको पार्टनरहरू उता लड्दै गर्छन्, यताको प्लेयरलाई खोज्ने कोसिस उनको तर्फबाट रहने हो। अब पार्टनरलाई सपोर्ट चाहिएको खण्डमा दिनु पनि अलिकति बढी हुन पुग्ने थियो। जायो जोन बाहिर नै नक फेस पो हुने हो कि नो हिल गरेर राइट टाइममा भ्याएछन् उनले। XMPL थ्रोएबल फालेका छन्, केही ड्यामेज दियो त्यहाँ। T2K को प्लेयरलाई रोकिनेछ यहाँ। T2K को टिम लबी छोडेर बाहिरिए। एलिमिनेसन राम्रो निकालिएको छ, डिसेन्ट पोइन्टको साथमा यो गेम सकियो उनीहरूको लागि। टिम T2K निस्किएको छ। पारी जानुपर्ने डिफिकल्ट त रहेको नै थियो। यता DRS को टिमको कुरा गर्ने भने मिल्टा साइडबाट हुन्थ्यो भने कम्फर्टेबल इन्ट्री हुन्थ्यो होला, बट प्लेन पाथ सँगसँगै उनीहरू प्रिमोक साइडमा आएको थियो। यता LOG का प्लेयर आए के 1v1 भन्नु यो त अगाडि साथी के थियो भर्खरको अगाडिपट्टिको प्लेयरले रिपोर्टै गर्ला जस्तो हान्दियो यहाँ XMPL ले। आँखा झिमिक्क पनि भएन होला त्यहाँ। फर्स्ट प्लेयरले त्यस्तै खायो, ठिक छ उसको त एसपी अलिकता कम भएको थियो, बट अर्को प्लेयरले यस्तो खायो। त्यो प्लेयरले आफैले पनि एकछिन त सोच्ने छ। सर्कल त्यस्तै खाले रहेको थियो, पारी जान्छ अलमोस्ट प्रिटी मच स्योर नै रहेको थियो। RC32 रोयल ड्रागन अनि 4 डेथ मसिन रहेछन् पारीपट्टि, बट रोयल ड्रागनलाई सर्कल हेर्नु नै छैन। उनीहरूलाई देख्छौँ हामी गएर 4DM लाई राउन्ड अप गर्ने प्लान गरेको जस्तो। LOD बाट अर्को एउटा प्लेयर पनि फिनिस भएको देख्न सक्छौँ। VE ले ब्रिज क्याम्प गर्ने सोचेको छ, पारी जानको लागि DRS इन्ट्रेस्टेड रहनेछ, सायद आँखा त्यहाँ लगाइनेछ। भेनमलाई नक निकाल्न गइन्छ कि ग्यान्टेको तर्फबाट ड्यामेज डिल गरियो, आँखा गाडेर बस्नेछन् त्यहाँ। अब त्यो प्लेयरलाई बाहिर निस्किने त सायद मौका बनाइनै छैन। DRS को लागि अर्को नक त्यहाँ बन्न पुग्यो, जीवन एलिमिनेसन सायद सोचेको होला। अर्को एउटा टिम जो DRS लाई पछ्याउँदै थियो निस्क्यो। DRS 5 एलिमिनेसन अलरेडी बनाइसक्यो। के 4 लगातार बनाउँछ त उनीहरूले? क्वेसन त त्यता पो जान थाल्यो। फ्लो प्याटर्न हेर्दाखेरि त या उनीहरूको प्रायोरिटी नै त्यही छ कि सबै म्याचलाई जित्ने हो हामी भन्ने माइन्डसेटको साथमा खेल्दैछन्। भनौँ न एक्स्ट्रा कुरा उनीहरूले गर्न सक्थे, त्यो कुरा गर्न इन्ट्रेस्ट देखाइएको छैन। जुन आफ्नो नेचुरल गेम प्ले हो त्यही देखाउँदैछन् अनि त्यसैले रिजल्ट दिइरहेको छ भने किन चाहियो चेन्जेस? सायद उनीहरूले त्यही कुरालाई विश्वास गर्न खोजिराखिएको छ। 5 एलिमिनेसन आइसक्यो। अब यो म्याचमा पनि
टप 9 भित्र इन्ट्री भइसकेको छ, नम्बर छ भनेपछि पोसिबल जे पनि हुन सक्छ यहाँ भन्ने कुरा थाहा छ। VNRC का प्लेयरले यसो सर्ट दिनको लागि हायर ग्राउन्डको एडभान्टेज लिन खोजेका रहेछन्। ब्रिजमाथि चढेको प्लेयरसँग भिजन भने चाहिँ रहने भयो। XMPL सर्ट खाने भए त्यो प्लेयरले। ओके, थोरै बेरको लागि ओजेल त उनी भएका छन्। अब एनआरसी को प्लेयर मिनी जो माथि चढेका छन् उनले यो पोजिसनबाट त नक निकाल्न ढुक्कै सक्छन्, वी नो द्याट, बट उनको पोजिसनको बारेमा आइडिया अलरेडी भइसकेको रहेछ। अनि आइसकिएको थियो, मिनी 14 सर्ट लगाइयो, दोस्रो कनेक्सन आउँथ्यो भने त्यो नक फेस गर्नुपर्ने अवस्थामा पुग्ने थिए मिनी, तर बचे। अब डिआरएसलाई आई प्लेयर जो नजिकै आएका थिए त्यो प्लेयरलाई डाउन फिनिश गर्दै एलिमिनेसन सेक्योर पनि गरिँदैछ। यता डेल्टाले फेरि डिफ्रेन्ट एंगललाई यसो निहालेर हेरिरहेको अवस्थामा हामी देख्न सकिन्छ। पोडियमका प्लेयरले मिनी जो माथि चढेका थिए त्यो प्लेयरलाई डाउन निकालिदिएछन्। ओके, त्यो एलिमिनेसन आदित्यले सेक्योर गर्न भ्याए। माथिल्लो एंगल जसले एडभान्टेज दिन सक्छ एलिमिनेसन पोइन्ट बटुल्नको लागि म भन्दै थिएँ, त्यो प्लेयरलाई रोकिएको छ। डिआरएसले इन्फर्मेसन पाएनन्, त्यो बिचमा माथिल्लो साइडबाट आएको सर्टलाई पनि कहाँबाट आएको थियो नोट गर्नुपर्ने हुन्छ भने त डेल्टाले मेबी आँखा लगाउँदै थिए त्यो पोजिसनतर्फ। यतिको क्लियरेन्स पाइसकेका छन् टिमको तर्फबाट। पछाडिबाट जुट्टीको प्लेयरको इन्ट्री हुँदै रहेछ, सरप्राइज दिन खोज्दै थिए, फर्किएर डिआरएसले उल्टै त्यो प्लेयरलाई पनि डाउन निकालिदिए। अनि यो गाडी लिएर नजिकै आएर के गर्नु हेरौँ त, फ्र्याग बोक्नु न बोक्नु छ, अगाडि प्लेयरले गाडी लिएरै घुमाउँदैछन्। अरू कुनै गाडी हुन्थ्यो नि सर्ट दिने कोसिस गरिन्थ्यो। अब यहाँ सर्ट दिएर फाइदा छैन, थाहा छ, बाहिर निस्कियो भने कुचाइ मार्लान् भन्ने डर। त्यो भइसकेपछि फ्र्यागहरू चुपचाप बस्छु म भनेर बसेका छन्। RC32 लाई यति कुरा विश्वास दिलाउनु पर्ने हुन्छ कि कम्पाउन्डमा कोही पनि छैन भनेर उत्रिए कोही भने त्यो प्लेयरलाई फिनिस गर्नुपर्छ भन्ने तरिकाले सोचिने थियो, बट फ्र्यागलाई स्पट गरियो। फाइनल्ली निन्जा जाने कोसिस गर्दैछन्, एक्लै जान त उनी चाहे, कभरमा बसेर प्लेयरले सर्ट दिन सक्ने चान्सेस आइरहेको छ, बट सर्ट गन कनेक्सन ल्याइनेछ। दुई प्लेयर मिलेर डाउन निकाली। लेफ्टमा छन् एकजना प्लेयर फैलिएर बसेको, उनले नक निकाल्न सक्छन् पोडियमको अगेन्स्टमा। पोडियम केयरफुल हुन जरुरी छ, उनीहरूलाई एउटा राम्रो म्याच चाहिएको छ। भन्दै थिएमा लेफ्टमा एकजना प्लेयर छन् उनले डुबाउँछ भनेर। XMPL जो टिमबाट फ्री म्यानको रूपमा धेरै टाढा बसेर खेलिरहेका थिए, उनले नक निकाल, यता किलर पार्टी जम्प गर्दा गर्दै थ्रु ड्यामेज फेस गरेको, बट कहाँबाट को आयो, कसले नक निकाल्यो? XMPL डाउन भए। XMPL ओके छानामा बसेका रहेछन्, उहाँबाट देख्दो रहेछन्, उनले निकालिदिए नक अनि उनले गरिदिए फिनिस। जुन 4 लगातार चिकन डिनरको कुरा थियो, अब डिआरएस को लागि अलिकति च्यालेन्जिङ। त्यो बिचमा 4DM ले प्लेयर रिभाइभ गर्ने मौका पायो। XMPL को एंगलले हेल्प गरेको थियो, बट अब डिआरएस सँग इन्फो छैन। XMPL को एंगलले इन्फो बनिरहेको थियो, यहाँ प्लेयर थियो भनेर। अब उनले लास्ट नोन इन्फो दिन सक्छन्, बाँकी पोसिबल रहेको छैन। थोरै च्यालेन्ज आयो, यो सर्कल खेल्न सकिन्छ, एक साइडमा पुश गरौँ, त्यो एउटा प्लान हुन सक्छ। आई मिन लजिकल प्लान मलाई त्यही नै लागिरहेको छ। अरू खासै अप्सन मैले देखिरहेको छैन। XMPL को भेहिकल थियो, सो द्याट्स वाइ XMPL को लुट अनि भेहिकल गर्छ। पोडियम कता अब पोजिसन बनाउने त जतापट्टि हेऱ्यो त्यतैतिर टिम देख्दैछन्। एक साइडमा श्रीपेट छ, अर्को साइडमा डिआरएसले प्रेसर दिँदैछ। स्यान्डविच भएको अवस्था फिल भइराखेको होला टिमलाई। थ्रोबलको साथमा ओपनिङ चाहन्छन् डेल्टा, थ्रोबल फालिदिए पनि सही डिरेक्सनमा जानेछ, किलमोङ्गरलाई डाउन निकालिदियो। त्यो थ्रोबलले डिआरएस एउटा गोल्डन अपर्च्युनिटी यो टिमलाई पुश गर्न भनेर सायद अब उनीहरूले रियलाइज गरिसकेका छन्। परबाट सपोर्टमा बसेको प्लेयरको बारेमा इन्फर्मेसन डेल्टासँग रहेको रहेछ, त्यो प्लेयर पिक गर्न खोज्यो भने डाउन निकाल्न खोजिनेछ। पिक नजिकै भएका प्लेयर, उनको एचपी कम छ। एउटा फलोअप नेट यहाँबाट डेल्टाको तर्फबाट जाँदैछ, उनको थ्रोबलको डिरेक्सन पनि सही तर्फ लाग्दै थियो। डेल्टा अर्को डाउन निकाल्दै पोडियमलाई रोक्दैछन्। पोडियम अब अन्तिम एक प्लेयर सर्भाइभिङ। केही मोमेन्ट अगाडिपट्टि चिकन डिनरको रेसबाट अलमोस्ट बाहिर भयो कि भन्ने सिचुएसनमा थियो। अब टिम हेर्दाखेरि होइन यो पनि हाम्रै हो भनेर उनीहरू अलमोस्ट नै आइसकेको छन्। लास्ट बचेको प्लेयरको पोजिसन डेल्टालाई थाहा रहेको थियो, गएर कुचाउने कोसिस गरिएको छ। एक्ज्याक्टली त्यो लेभलको ड्राइभिङ पनि भयो, कुचाइयो पनि। अब अगाडिपट्टि टिमहरूसँग टन्न प्लेयर बचेको त नि, अतनी स्टेबल कभरमा बसेको भन्ने एक्ज्याक्टली रहेको छैन। डिआरएसले जोनको एज बनाइ पनि सक्यो, राम्रै ठाउँ बनाइ पनि सक्यो। उता VE लाई देख्दैछौँ हामी, कम्पाउन्डमा थिए, बट उनीहरूलाई पनि जोन जानु छ भनेपछि डिआरएसले लयो। सायद आर्को पनि लयो साथी। 4 इन अ रो को लागि डिआरएस जाँदैछ, कोही छैन कम्पिटिसनमा भन्दैछ उनीहरू। आर्को नक यहाँ किलर YT को तर्फबाट कोही क्लोज बाई नै आउन सकेको छैन यो टिमको त। लड्नुहोस्, खेल्नुहोस् आफ्नो पारामा, बट डिआरएस देख्यो भने 4 कोस टाढा भाग्नुहोस्। अलमोस्ट त्यही सङ्केत, त्यही म्यासेज दिइरहेको छ डिआरएसले। आशा गर्नेछौँ यही गेम प्ले फाइनलमा रिपिट हुने हो, बिकज लबी त यही नै हो। अफकोर्स टिमहरू अर्कै तरिकाले खेल्छन्, थोरै डिफ्रेन्ट, थोरै च्यालेन्जिङ फाइनलमा गइपुग्दा हुने हो, त्यसमा डाउट छैन। बट ग्यान्टे एचपी कम थियो आफ्नो पार्टनरको, बिकज किलर वाइटीले सर्ट फेस गर्नु परेको थियो, त्यहाँ कभर दिनुपर्ने थियो, दियो पनि, नक निकालियो पनि। अब त डिआरएस मात्रै त हो जोनमा भन्दा हुन्छ, अरू सबले त च्यालेन्ज पार गरेर त्यहाँसम्म आउनुपर्छ। अनि डिआरएससँग 3 प्लेयर बाँकी छ। एम डुअलमा प्लेयरहरूसँग सकिन्न। म्याच 1-1 जिताएका छन् एक प्लेयरले इन्डिभिजुअल गन स्किलकै भरमा। गाह्रो छ साथीहरू, दुश्मन हेरै भयो यहाँ डिआरएसलाई हेरेर।
हेरेको हेरे पनि यसरी हेरेको हेरै कि हो केही गर्न नै सकिँदैन भनेर हेर्नुपर्ने अवस्था बाहेक अरू केही पनि छैन अपोनेन्टको लागि त। हेरौँ न अहिले फेरि राम्रो ग्रिप राम्रो कन्ट्रोल उनीहरूको लागि रहेको छ। त्यो मोमेन्ट जुन बनाइराखेका छन्, सिनारियो जुन बनाइराखिएको छ टिमको तर्फबाट त्यो अनबिटेबल नै छ डिआरएसको लागि। अब डिआरएसको टिमको अगेन्स्टमा कसैले आएर हामी जित्छौँ भन्ने कुरा सोच्न मुस्किल नै पर्ने अवस्थामा डिआरएसको टिमले हरेकलाई रोक्ने कोसिस गरिराखेका छन्। किलर वाइटी एलिमिनेसन वाइजमा उनको कन्ट्रिब्युसन उनी मात्रै होइन, अब त उनका हरेक पार्टनरले त्यही इक्वल अमाउन्ट अफ कन्ट्रिब्युसन दिइरहेको पनि फिल गरिएको त होला नै। यता हामी देख्न सकिन्छ भिएनआरसीका प्लेयर चढ्ने कोसिस गरेछन्, ग्यान्टेको तर्फबाट रोक्नुपर्ने हुन्छ। माफिया पङ्कलाई किलर वाइटीले नै स्पट गर्दै डाउन निकालिदिए। टप 3 टिम लिस्ट आएको छ। डिआरएस वान एन्ड ओन्ली टिम जोसँग 3 जना प्लेयर सर्भाइभिङमा, जुट्टीको 1 जना मात्रै छन्। भिएनआरसीको लागि डुओ प्लेयर सर्भाइभिङमा हुन्। जुट्टीको प्लेयरको पोजिसनको बारेमा यतातिरबाट भिएनआरसीलाई आइडिया रहेको रहेछ। स्मोकमा भएको प्लेयरलाई डाउन निकाल्ने बारे सोचिनेछ। कसैले त सर्ट दियो त्यो प्लेयरलाई, एसपी अलिकति कम भएको जस्तो म देख्दैछु। डेल्टा त्यो बिचमा थ्रु द स्मोक डाउन निकाल्ने बारे सोच्नेछन्। डेल्टाले नै त्यो कनेक्सनमा ल्याउनेछन्। 12 एलिमिनेसन टिम डिआरएसको लागि। 4 गेम ब्याक टु ब्याक उनीहरूको तर्फबाट चिकन डिनरको जुन कोटा थियो त्यो पुरा गर्नेछन् अब टिमले। यो डुओको अगेन्स्टमा धेरै गाह्रो पर्नु पर्ला जस्तो मलाई लाग्दैन। ग्यान्टेलाई इन्फर्मेसन छ प्लेयर पोजिसनको बारेमा। भिएनआरसी अगाडि बढ्ने बारेमा सोच्दैछन्, तर कसरी पोसिबल हुन्छ उनीहरूलाई आइडिया छ जस्तो मलाई लाग्दैन। डेल्टा एक साइड च्यापेका छन्। ग्यान्टेको पोजिसनको बारेमा भिएनआरसीलाई आइडिया रहेको थियो। स्टम्प पनि त्यहीँ गए। 2 प्लेयरकै इन्ट्री भएको छ ग्यान्टे भएको साइडतर्फ। ग्यान्टेको छेउमा गाडी लिएर आउन खोज्दै थिए, कहाँ सकिन्थ्यो भनेर म सोच्दै थिएँ, बट नो, ग्यान्टेलाई रनओभरकै साथमा डाउन निकालियो। हुन त डिआरएसका प्लेयर सपोर्टको लागि यहाँबाट पार्टनरलाई डाउन निकालेको प्लेयरलाई रोक्ने कोसिस गर्दैछन्। अन्तिम एक प्लेयरमा कहानी आइसकेको छ। के गर्न सक्छन् त यो प्लेयरले? हायर ग्राउन्डमा छन्, जोनको पोर्सन छैन। डेल्टाको अगेन्स्टमा पिक गर्न खोजिँदै थियो, त्यहाँ ड्यामेज डिल गर्नु पर्यो। गाडी पड्काउने बारेमा पनि सोच्न सकिन्छ। अब इन्फर्मेसन छ भनेपछि ग्यान्टेले पनि केही भन्नुपर्छ जस्तो मलाई लाग्दैन। डेल्टाले स्पट गरिसकेका थिए। 2 प्लेयरले पिन गर्न आरामले सक्नेछन्। त्यहाँ डेल्टाको तर्फबाट सर्ट दिने कोसिस पिक गर्न उनी पनि खोज्दै थिए। उनलाई पनि ड्यामेज डिल गराइयो। ओपनमा प्लेयर कुद्न खोज्दैछन् एन्ड देवीको फेरि अर्को एउटा चिकन डिनर टिम डिआरएसको तर्फबाट। के खेल्दैछ यो टिम? कसरी